जीवनको सबैभन्दा ठूलो र सायद सबैभन्दा डरलाग्दो प्रश्न, मृत्यु किन हुन्छ? आज हामी यही गहिरो प्रश्नको उत्तर खोज्नेछौँ, त्यो पनि अद्वैत वेदान्तको दृष्टिकोणबाट। ल सुरु गरौँ है त। अद्वैत वेदान्तको सबैभन्दा मूल सिद्धान्त नै यही हो, जीवो ब्रह्मैव नापरा। यसको मतलब व्यक्तिगत आत्मा जसलाई जीव भनिन्छ र यो ब्रह्माण्डको परम सत्य अर्थात् ब्रह्म वास्तवमा एउटै हुन्। तिनीहरू बीच कुनै फरक छैन। तर यहीँनेर एउटा ठूलो प्रश्न खडा हुन्छ। यदि हाम्रो आत्मा र त्यो परम सत्य ब्रह्म एउटै हो र ब्रह्म त कहिले मर्दैन, शाश्वत छ भने हाम्रो मृत्यु चाहिँ किन हुन्छ त? यो त विरोधाभास भएन र? हो, यही रहस्यलाई बुझाउनको लागि महान दार्शनिक शङ्कराचार्यले एउटा साह्रै सुन्दर उदाहरण दिनुभएको छ। यसलाई घैँटो र आकाशको उपमा भनिन्छ। आउनुहोस् यसलाई अलि गहिराईमा हेरौँ। एकछिनलाई कल्पना गरौँ न, एउटा खाली घैँटो छ। अब त्यो घैँटोभित्र पनि त आकाश छ अनि बाहिर पनि आकाश छ। हेर्दाखेरि भित्रको आकाश घैँटोको पर्खालले घेरिएको सीमित जस्तो देखिन्छ, बाहिरको आकाश चाहिँ असीमित विशाल छ। तर एकछिन सोच्नुस् त, के ती दुई फरक आकाश हुन् त? होइनन् नि। सारमा त दुवै एउटै आकाश हुन्। अब असल प्रश्नमा आऊ। मानिलिउँ त्यो घैँटो फुट्यो। अब के हुन्छ? के त्यो घैँटोभित्रको आकाश मर्छ त? बिल्कुल मर्दैन। मर्ने त कुरै भएन। हुन्छ के त भन्दा त्यो जुन एउटा अस्थायी सिमाना थियो नि, त्यो घैँटोको पर्खाल, त्यो मात्रै हराएर जान्छ। भित्रको आकाश बाहिरको विशाल आकाशसँग मिलेर फेरि एक हुन्छ। त्यो त कहिल्यै मरेकै थिएन, खालि केही समयको लागि सीमित देखिएको मात्रै थियो। वेदान्तले यही भन्छ, हाम्रो शरीर त्यो घैँटो हो र हामी भित्रको चेतना, हाम्रो आत्मा त्यो आकाश हो। मृत्यु भनेको त केवल त्यो घैँटो फुट्नु जस्तै हो, अर्थात् शरीरको अन्त्य हुनु हो। त्यो भित्रको चेतना, त्यो आकाश जस्ताको तस्तै रहन्छ। त्यसो भए म मरे वा म मर्दैछु भन्ने महसुस किन हुन्छ त? यो एउटा ठूलो भ्रमको कारणले हो, एउटा गल्ती जहाँ हामीले आफ्नो वास्तविक पहिचान नै गलत बुझिरहेका छौँ। वेदान्तमा यसका लागि एउटा खास शब्द छ, अध्यास। अध्यास भनेको के हो भने एउटा चीजको गुणलाई अर्को चीजमा लगेर जोडिदिनु। जस्तै शरीरको गुण हो जन्मिनु र मर्नु। तर हामी के भन्ठान्छौँ? म जन्मे, म मरे। शरीरको धर्मलाई आफ्नो धर्म ठान्नु नै अध्यास हो। यसलाई बुझ्न ऐनाको उदाहरण सबैभन्दा सजिलो छ। जब हामी ऐनामा आफ्नो अनुहार हेर्छौँ र मानिलिउँ त्यो ऐना फुट्यो, ऐनामा देखिएको हाम्रो प्रतिबिम्ब पनि त टुक्रा टुक्रा हुन्छ नि। तर के साँच्चै हाम्रो अनुहार पनि फुटेको हो त? होइन नि। शरीर त्यो ऐना हो र आत्मा त्यो वास्तविक अनुहार। यो कुरालाई एकदमै ध्यान दिएर बुझ्नुपर्छ। मृत्यु शरीरको धर्म हो, शरीरको प्राकृतिक नियम हो, आत्माको होइन। आत्मा वा ब्रह्म त समय र स्थानको सीमाभन्दा कता हो कता पर छ। जुन कुरा समयभित्रै पर्दैन, त्यसको अन्त्य कसरी हुन सक्छ र? तर फेरि कुरा उही आउँछ, हाम्रो दैनिक जीवनमा त मृत्यु कति वास्तविक छ, यसलाई कसरी नकार्ने? हो, यही विरोधाभासलाई समाधान गर्न अद्वैत वेदान्तले सत्यका दुई स्तरहरूको कुरा गर्छ। हेर्नुस् त, पहिलो हो व्यावहारिक सत्ता। यो भनेको हाम्रो एभ्रिडे रियालिटी, हाम्रो दैनिक अनुभवको संसार। यो स्तरमा हो जन्म पनि हुन्छ, मृत्यु पनि हुन्छ, यो एउटा तथ्य हो। तर एउटा अर्को अझै उच्च सत्ता छ जसलाई पारमार्थिक सत्ता भनिन्छ। यो भनेको अल्टिमेट रियालिटी हो। यो दृष्टिकोणबाट हेर्दा जन्म र मृत्यु भन्ने केही पनि छैन। त्यहाँ छ त केवल शुद्ध चेतना अर्थात् ब्रह्म। शास्त्रहरूले पनि यही पारमार्थिक सत्यलाई बारम्बार भनेका छन्, न जायते मृयते वा कदाचित। अर्थात् त्यो आत्मा न कहिल्यै जन्मन्छ न कहिल्यै मर्छ। यो त अजन्मा, नित्य र शाश्वत छ। ल, जो पनि मानिलिउँ कि आत्मा मर्दैन, तर त्यसो भए शरीरको मृत्यु हुनुको प्रयोजन के त? केही त मतलब होला नि। यो प्रक्रिया आखिर किन आवश्यक छ? वेदान्तले यसलाई बुझाउन एउटा गजबको आधुनिक तरिका अपनाएको छ। सोच्नुस् त, मृत्यु भनेको प्रकृतिको एउटा सफ्टवेयर अपडेट जस्तै हो। खासमा यसका दुईवटा मुख्य उद्देश्य देखिन्छन्। पहिलो हो कर्मको भोग। यो शरीर एक निश्चित कर्म भोग्नका लागि बनेको एउटा साधन जस्तै हो। जब त्यो काम सकिन्छ, त्यो साधनको उपयोगिता पनि त सकियो होइन र? अनि दोस्रो, यो एउटा नयाँ अवसर हो।
मृत्युले चेतनालाई पुरानो थकेको शरीर र पुराना विचारहरूको बोझबाट मुक्त गर्छ र नयाँ अनुभवहरूका लागि बाटो खोलिदिन्छ। भनेपछि सारमा कुरा के हो त भन्दा मृत्यु जीवको हुन्छ, त्यो म भन्ने जुन एउटा भ्रमपूर्ण पहिचान छ त्यसको हुन्छ, तर ब्रह्मको त्यो परम चेतनाको कहिल्यै हुँदैन। हामी यो अस्थायी पहिचान, यो शरीर होइनौँ, हामी त त्यो शाश्वत अनन्त ब्रह्म हौँ जसले केही समयका लागि यो शरीर रूपी पोसाक मात्र लगाएको छ। पोसाक त पुरानो हुन्छ, फाट्छ, फेरिन्छ, तर त्यसलाई लगाउने व्यक्ति त उही रहन्छ नि। र अद्वैत वेदान्तले दिने अन्तिम र सबैभन्दा शक्तिशाली सन्देश पनि यही हो, त्वमेव ब्रह्म, अर्थात् त्यो परम सत्य, त्यो शाश्वत चेतना कतै बाहिर खोज्नु पर्दैन, त्यो हामी सबैभित्रै छ, हाम्रो वास्तविक स्वरूप बनेर। यही विचारलाई मनन गर्न छोड्दै आजको लागि बिदा चाहन्छु।